हेलो एन्ड नमस्ते गाइस, तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो ब्लगमा। आज चाहिँ खासै काम थिएन अनि म चाहिँ बाख्रा लिएर बाख्रा चराउनतिर लागे। हैन यस्तो पनि बाख्रा हुन्छ भनेर सोध्नु होला, तर यो चाहिँ बाख्रा हैन, हाम्रो कुकुर हो है। बाख्रा चराउँदा पनि यस्तो अल्छी पो लाग्ने रहेछ। टाइम पास गर्ने यसो के त गर्नु पर्यो भनेर सोच्दै थिए, ठ्याक्कै दिमागमा एउटा आइडिया पाइदिरा। आज चाहिँ म यो बारीको पाटाको 50 चोटी वारपार गर्नेवाला छु। शुभ कार्य गर्न किन ढिला गर्नु भनेर म चाहिँ बारीको वारपार गर्नतिर लागे। फाइनली गाइस चाहिँ मेरो बल्ल बल्ल 50 राउन्ड पनि सकिसकेको थियो। यसो हेरेको त काम पनि पो गइसकेछ। अब त बाख्रा घर लानुपर्छ है भनेर धमाधम बाख्रा दपाउँदै लागे। फाइनली बाख्राहरू घर पनि आइसकेको थियो। आजलाई चाहिँ यति नै एन्ड बाइ। अझ यस्तै भिडियोको लागि सब्स्क्राइब गर्न नबिर्सिनु होला।